यो यस्तो शक्ति आउँदै गर्दा पुनः व्यापारीकरण अन्त्य गर्नुपर्छ शिक्षामा भनेर किन उठाउन सक्नुहुन्न? मैले बारम्बार राखेको छु, शिक्षाको व्यापारीकरण, शिक्षाको निजीकरण भनेको यो देशको लागि बम बराबरको शस्त्र हो। मैले आए यो बम बराबरको शस्त्र जबसम्म यो देशमा निजी शिक्षा प्रणाली रहन्छ, जबसम्म दोधारको शिक्षा प्रणाली रहन्छ, जबसम्म एकात्मक शिक्षा प्रणाली हुँदैन, जस्तो अहिले संविधानले माध्यमिक तहसम्म स्थानीयलाई अधिकार दियो, परीक्षा कसले लियो? केन्द्रीय सरकारले परीक्षा लिइरहेछ, एससी को नाममा लिइरहेछ। राज्यले शिक्षामा लगानीको जुन खुल्ला नीति बनायो, यो कस्तो खालको खुत्या नीति भने भोलि यो देश रहने कि नरहने भन्ने उहाँहरूले लगानी गरेको बाटो हो। यो बाटो अभिभावक जानुपर्छ, मिडिया जाग्नुपर्छ, देशको बारेमा चिन्तन गर्ने जानुपर्छ, यो देशको नागरिक जाग्नुपर्छ र यो तपाईको शिक्षामा लगानी, शिक्षा नितान्त राज्यको संविधानमा त्यही भनेछ, त्यो लगानीको वातावरण यो ऐनद्वारा खारिजी हुनुपर्छ। भएन भने फेरि गरिएन भने फेरि पनि यो देशमा दोधात्मक शिक्षा ऐन विधि लाएर संस्थागत विद्यालयमा उहाँहरूका विभिन्न कोही मरिचाहरू मार्फत, कोही झोलाहरू मार्फत, कोही दलीय भ्रष्टीकरण मार्फतका उहाँहरूको लगानी छ। म भोलि कुनै बेला भनौँला कगजका लगानी कहाँ छ। यदि त्यो भएन भने यही शिक्षक आन्दोलन र विद्यार्थी आन्दोलन त्यो संस्थागत विद्यालयहरूको ढोका फोर्न पर्ने हो कि लगाउन बन्द गर्न पर्ने हो कि त्यो यो शिक्षक मुभमेन्ट, विद्यार्थी मुभमेन्टेसन फेरि पनि आउँछ। मैले यहाँ जोड्न खोजेको सर, अब तपाईँले त एकदम भन्नुभयो, स्पष्ट भन्नुभयो, तर यो नेतृत्वले चाहिँ त्यसमा अलिक कम ध्यान दिएको देखियो नि। तपाईँको कुनै सम्झौतामा नि छैन, बुँदामा नि छैन, अझै पनि बुँदामा सम्झौतामा हुनुको ठाउँमा निजी संस्थाका शिक्षकको कुरा गरिएको छ। शिक्षकको कुरा गर्दा कसरी निजीकरण अन्त्य हुन्छ त्यसलाई राज्यले जिम्मा लिएर त्यो पुरै उसको लगानीको संरक्षण गरेर पुरै निजीकरण अन्त्य गर भन्ने तपाईहरूको नेतृत्व किन छैन? मलाई यस्तो लाग्यो अब नेतृत्वले कुन खालको दृष्टिकोण राख्नु भएको छ त्यो नेतृत्वले कल्पना गर्ने कुरा भयो। मेरो विचारमा मैले देखिरहेको उहाँहरू निजी विद्यालयको विरुद्धमा यो सरकार अथवा तत्व निकायहरू यो गइरहेछन् कि मलाई लागेको उहाँहरूको सम्पूर्ण लगानी उहाँहरूको निजी विद्यालयमा लगानी उहाँहरूकै छ। मैले आरोप नलगाओस्, यो कुनै दिन सत्य भएर जान्छ। जस्तो पूर्व शिक्षा मन्त्री हाम्रो अशोक राईको यहाँ एउटा निजी विद्यालय छ। नाइन मैले भने एकदम भने मेरो पनि रहेछ, नङ्ग्याउनुहोस् के, मलाई पनि नङ्ग्याइदिनुहोस्, मलाई त आनन्द आउँछ के। तपाईँहरूले ननङ्ग्याइदिएर तपाईँहरूले नखोज्याबरे समस्या हो। तपाईँहरू राज्यको सूचनाको चौथो अङ्ग छिर्दिनुहोस्, मलाई भनिदिनुहोस्, पहिला मलाई नाङ्गै बनाइदिनुहोस्। म सामुदायिक विद्यालयको मास्टर, ऊ त्यहाँ एउटा बोर्डिङमा पढाउँछु, ऊ त्यहाँ एउटा बोर्डिङ खोलेको छु, त्यहाँ बोर्डिङमा लगानी गरेर पहिला मलाई नाङ्गो बनाइदिनुहोस्। त्यो दिन म तपाईँलाई फुलमालाले स्वागत गर्छु। कतै न कतै हामी विभिन्न प्रभावमा रहेर, कोही न कोही प्रभावमा रहेर राजनीतिक दलहरूले नै विद्यालयमा लगानी गरेको छ भन्ने मलाई आवाज भइरहेछ। त्यो आवाजको कारणले गर्दा शिक्षा ऐन आयो भने संस्थागत विद्यालयहरू सकिने। जस्तो तपाईँलाई मैले काठमाडौँका सामुदायिक विद्यालय हेर्नुहोस् न, अब अहिले तेलगङ्गालाई हेर्नुहोस्, ज्ञानोदयलाई हेर्नुहोस्, गीता मातालाई हेर्नुहोस्, यो बोर्डिङलाई कुल्चिएर आइसकेका छन् यिनीहरू। अनि सरकारले के भन्छ, यो ऐन आयो भने हाम्रा बोर्डिङहरू सिद्धिने छन्। उहाँहरूका होला कता कतै लगानी गरे होला कसले, कुन दुलाएर हात छिरा होला, त्यहाँ यसो कागज हेरे नदेख्ने, तर नियन्त्रण नियमन उहाँहरूकै रहने। त्यो कारणले गर्दाखेरि विचार यसमा स्पष्ट पाएँ सर। मैले एउटा मात्र कुरा विचार लिन चाहन्छु। हामी अब यो मास अहिले युवा शक्तिहरू प्रवेश गरेको छ शिक्षामा हजुरहरू जस्तो, तर पनि अझै शिक्षामा अन्यत्र भन्दा शिक्षकहरूमा दलीय प्रभाव अलिक बढी भएको देखिन्छ। यसलाई अन्त्य गर्न तपाईँहरू आवाज होइन। यस्तो मैले दुईटा गरेँ, एउटा शिक्षकहरूमा मैले आएँ, एउटा शिक्षकलाई दलीयकरण देख्नु यो कसको दृष्टिभ्रम हो, एउटा मैले यहाँ स्पष्ट पार्न चाहे। यदि दलले गरेका छन् भने जुन स्कुलका शिक्षकहरू केही दलका नजिकबाट नेतृत्व गरेका छन्, ती विद्यालयहरू अझ सफल र अझ अब्बल छन्। चाहे भौतिक पूर्वाधारमा भन्नुहोस्, चाहे त्यो प्रविधि पूर्वाधारमा भन्नुहोस्, चाहे त्यो गुणात्मक पूर्वाधारमा। जस्तो मैले केही हाम्रो महासङ्घका नेताहरूका स्कुल हेर्छु, उहाँहरूका विद्यालय अरू विद्यालयबाट सफल छन्, अब्बल छन्, सफल। जस्तो मैले नारायणी स्कुल हेर्न चाहे, उहाँ यो महासङ्घको पूर्व अर्थ सचिव हुनुहुन्थ्यो जस्तो लाग्थ्यो। म अति चितवन भ्रमणमा गएर हेरेको, देशकै नमुना विद्यालय अब्बल विद्यालय छन् भनेको। अब त्यो राजनीतिक र नजिक आइदियो भने विद्यालय अझ बलियो हुने रहेछन्, अझ राम्रा भएर जाने रहेछन्। नेपालको शिक्षा प्रणालीले के गर्यो, कसैले प्रभुले टीका लाएर दियो भने
एउटा दरबन्दी पाउने, त्यो बालबच्चाको बारेमा केही पनि छैन। त्यहाँ कलम छैन, कपी छैन, बहने सिट छैन, छाप्रो छैन, धारा छैन, पानी छैन। समान वितरण हुने पो हो त सर, एउटा प्रभावमा आएर राम्रो हुनु उचित। अनि राज्यले नगरेपछि तपाईँले जिम्मेवारी लिनु परेन? तपाईँहरूको काम के तपाईँहरूको जिम्मेवारी होला नि त। तपाईँले भनिदिनु पर्यो ज्ञानोदय स्कुल बन्यो, तेलङ्गाटार बन्यो, गीता माता बन्यो, नेपालका सामुदायिक विद्यालय अरू किन बनेन? के अभाव हो, प्रभाव के हो, अभाव के हो? राजनीतिकरण हो कि अथवा सत्य तथ्य तपाईँले पनि मिडियाले बाहिर ल्याइदिनु पर्यो। मैले अघि भने काठमाडौँमा 12वटा विद्यालय छन्, 12वटा विद्यालयमा 8वटा विद्यालय सामुदायिक विद्यालय अगाडि छन्, संस्थागत विद्यालय चाहिँ पछाडि छन्। भनेको अब नेपालको मैले भनेको अब नेपालमा सङ्घीय ऐन आयो भने युवा शक्ति यसरी आउँदैछ। तपाईँले अघि आए म जोडे, युवा शक्ति नयाँ प्रविधि, नयाँ आइडियोलोजी र नेपाली माटोलाई माया गरेर युवा शक्ति यो शिक्षा क्षेत्रमा छिर्दैछ, छिरिरहेछ। उहाँहरूलाई चाहिँ अहिले तपाईँको निष्प्रभाव पार्नलाई जस्तो देखिया छ। नाभि निकालेको शिक्षक यतापट्टि निजामतीको खर्दा निकालेर रमाएर यता जाने, त्यो भने के? 4वटा हात पलाउँछ, म रावण जस्तो हुन्छु, जतार घुमेन खान पाइन्छ गाई, के हो गा त त्यो? मैले यहाँलाई क्वेसन तेर्साउन चाहे। यसैले नेपालको अब आउने शिक्षा प्रणाली ऐनले हाम्रो माटो अब हराभरा हुनेछ। हाम्रो माटोको कल्पना यही भित्र हाम्रो भाइ बहिनीहरू रहनेछन्, हामी पनि यहीँ रहनेछौँ। उत्पादन भूमि हुनेछ, हरियाली हुनेछ। अब यत्रो शक्तिलाई अब अहिले धोका दिन नेतृत्वले तपाईँ होइन, त्यो त हेर्नुहोस्, यो धोका दिए भने त उहाँहरूले अब आमा मारे बराबरको पाप लाग्छ क्या उहाँहरूलाई। यो आन्दोलनलाई धोका नेतृत्वले दियो भने धोका यो अर्थमा भनेको मैले प्रमुख गुणस्तरको लागि मुद्दा अलिक कमै देखेको छु, शिक्षकका पेसागत हितका मुद्दा अलिक बढी देखेको छु। साँच्चै गुणस्तर सुधार्नको लागि यो नीति नयाँ नीतिमा यो गर्नुपर्छ है भन्ने कुरा, जनशक्ति भित्राउन यो गर्नुपर्छ भन्ने कुरा कम देखेको छु। सकेसम्म दलीय प्रभाव कम हुनुपर्छ भन्ने कुरा मैले कम देखेको छु। त्यो कारणले मैले भनेको होइन। अब मलाई कुन दलको देख्नु? मैले दलको भनिन। अब यही कुरालाई म जोडे, तपाईँहरू 21 थरी शिक्षक भन्नुहुन्छ, सुन्नु है, होइन हजुरले बनाएको 21 थरी शिक्षक भन्नुहुन्छ, राज्यलाई भन्नुहुन्छ, तर तपाईँहरू सङ्घ सङ्गठन विभिन्न नाममा 12-13 थरी हुनुहुन्छ नि। होइन एकदम होइन, कुनै दल फुट्दैखेर किन दर्ता चाहिँ नदिए भएको त? मैले हो त्यही नेपाल सरकारको कानुन दिए होइन, त्यही नेपाल सरकार प्रधानमन्त्रीले दिए होइन, त्यही शिक्षा मन्त्रालयले जारी गरे ऐन होइन, त्यो हामीले बडा ऐन हो त्यो। त्यहाँ हामीलाई दर्तै हुँदैन, ती खारिज गर्दै भइहाल्यो त हामीलाई। अनि यो क्वेसनै आउँदैन, तपाईँलाई नै आउँदैन, मलाई नै आउँदैन। अनि त अर्को चाहिँ के भयो भने यो कसले गरे हल्ला भने जसका बच्चाहरू सामुदायिक विद्यालयमा पढ्दैन, पढाउँदैनन्, जसको बच्चाहरू बोर्डिङमा पढाउँछन्, तिनले गरेको हल्ला हो यो। तिनले नितान्त व्यक्तिगत कतैबाट तलब खाएर हुन्छ कि काहीँ नियुक्ति पाउँछु भनेर होला कि काहीँ म तँलाई यो दिउँला त्यो दिउँला भनेको प्रभावमा रहेर गरेको हल्ला हो। शिक्षामा दलीय व्यवस्था छैन, ट्रेड युनियनमा दर्ता भएका शिक्षक सङ्गठन हुन्। यदि राज्यले चाहियो भने मैले अघि नै भने तपाईँहरू हामी एउटै भएर हुन्छौँ, अब फरक फरक ट्रेड युनियन हुन्न, एउटै त महासङ्घ भने एउटै त हो। सुन्नु न, त्यहाँ आबद्ध र सम्बद्धको कुरा छ। एउटा ट्रेड युनियन दर्ता भएर आएको सबैजना एउटा स्वतन्त्र शिक्षक महासङ्घको प्रतिनिधि हुन सक्दैन? होइन, मैले भने त अखिल नेपाल शिक्षक सङ्गठन ट्रेड युनियनमा दर्ता छैन। तपाईँ गएर पहिला हेर्नुहोस्, तपाईँ पढ्नुहोस् पहिला। त्यो रहेछ भने मलाई, म अखिल नेपाल शिक्षक सङ्गठनको शिक्षाको रहेछ भने मलाई मानिसहरू घुमाउनुहोस्, कसले म जान छोडिदिन्छु। मैले भनेको एउटा कुनै सङ्घ सङ्गठनमा किन दर्ता गर्ने भन्नु न, मलाई ट्रेड युनियन किन दर्ता गर्ने? दर्ता नभएको शिक्षक सङ्गठन रहेछ भने किन नहुने? होइन, त्यो त दर्ता नभएको बनाएको कानुनलाई सोध्नु, त्यो कुरो कानुन कुरो मलाई ल्याएको नि हो। त्यो सिन्डिकेट तपाईँहरू खारेज गर किन नभन्ने? होइन, राज्यलाई गएर सोध्नुहोस् के राज्यले देखाएको थियो होला नि त्यहाँ शिक्षक छ भनेर। राज्य आएको थिएन, राज्यको के नीति राज्यले देखेन, तपाईँहरू यत्रो सचेत गराउने शिक्षकले किन भन्न नसक्ने? राज्यले नदेख्ने कुरा हुन्छ। तपाईँको शरीरमा जम्मै ठाउँमा रगत जाने, राज्यले त प्रभाव पारेर छोड्छ। राज्यमा दल छ, दलले प्रभाव पारेर पर्छ भने राज्यले के ओलीलाई प्रभाव पर्यो त? 16 दिनको आन्दोलनले के ओली सरकारलाई प्रभाव पर्यो त? पर्दैन नि त, परिरहेछ नि त। परेकै होइन, आरोप छोड्दैन, व्यक्तिगत आरोप जे लाउन पाइयो, जे बोल्न नि पाइयो के? ऐनले र कानुनले के भन्छ, व्यक्तिगत दृष्टिकोणले के भन्छ? व्यवहारले मैले देखेको छु। कोही सङ्गठनको हुनुहुन्छ भने उहाँले काङ्ग्रेसको नेतालाई बोलाउनु हुँदैन, सङ्घको शिक्षकको उहाँले त्यो पर्व किन? अझ अर्को कुरा म भन्छु, शिक्षकहरूमै कृत्रिम अभाव सिर्जना गरेको देख्छु सर मैले। एउटा शिक्षक सरुवा हुँदा अध्यक्षज्यू यो त हाम्रो सङ्घमा छैन नि भनेर भनेको आवाज मैले प्रत्यक्ष सुनेको छु। शिक्षकले त्यसरी किन कृत्रिम अभाव किन सिर्जना? होइन, यो एकदम नितान्त शिक्षकले शिक्षकै व्यवस्था हो।
उहाँहरूले नै बनाएको सिन्डिकेट हो, उहाँहरूकै आर्थिक अपच अझै सुन्नु सर, उहाँहरूकै कर्मचारी हो, हामीले बनाएको पनि होइन। मेरो क्वेसन बुझ्नु न, एउटा विद्यालयमा नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष हुनुहुन्छ, उहाँले एउटा शिक्षक सरुवा, अहिले त अब सरुवा त्यो व्यवस्था छैन, सरुवा ल्याउँदै गर्दा अथवा कसैलाई पदस्थापन गर्दै गर्दा उहाँ हामी नजिक होइन नि सर, त्यो कृत्रिम अभाव हो कि होइन? होइन, अब शिक्षक माथि गरेको कृत्रिम अभाव र कालो बजारी हो कि होइन तपाईहरु? त्यसो भए त्यो सबुत प्रमाण सबै तपाईले ल्याइदिनु, या एकचोटि घुमाइदिउँला नि त म। सबुत प्रमाण ल्याइदिनु न तपाई। ल मेरो WhatsApp नम्बर राख्नुस्, तपाईलाई म पठाइदिन्छु। एकदम एकदम म तयार छु। तपाईको त्यो तपाईले दिएको सल्लाह सुझाव, त्यो चुनौती जे जे भयो नि, म त्यो लिन जिम्मेवारी लिन तयार। म स्वीकार्छु, म स्वीकार्छु। होइन म होइन, एकदम पहिला शिक्षक बन्न सिकाऊ भनेर भनिदिनुस् न सबै। होइन, शिक्षक नबनेको भए यो के हो त? मलाई के सेना देख्नु भयो? छोडिदिनुस् अब। होइन, मलाई सेना देख्नु भयो? कलम र एउटा यति निशस्त्र आएको मान्छेलाई कि सेना देख्नु भयो भए? अब यो के कमजोरी हो भनेको बुझ्नु भएन? अनि मैले बुझिरहेको छु। होइन, तपाईँले भनेमा काहीँ काहीँ व्यक्तिको दृष्टिकोणले, जात र रङ्ग र धर्मको दृष्टिकोणले, सानो र ठुलो बल र निर्बलको कारणले गर्दाखेरि त्यो रोजगारीका उद्योगहरूमा त्यो पर्या नहोला भन्न सक्दिनँ म। त्यो हुन सक्ला। यदि त्यो रहेछ भने उहाँहरूले गैर जिम्मेवारी काम गरिरहनु भएको छ, गैर अभिव्यक्ति काम गरिरहनु भएको छ, गैर शिक्षक गरिरहनु भएको छ है। त्यो हो भने 80% गैर जिम्मेवारी हुन्छन्, 20% मात्र हुँदैन। होइन, त्यस्तो होइन, त्यो होइन। अब तपाईँले 10 जनालाई 80% गणना गर्नु होला, यो मासलाई गणना गर्नु त कति पर्सेन्ट हो? मासलाई सोध्नु सर, यो मासमै नेता हो। 90% पूर्ण स्वतन्त्र हुन चाहन्छन् कि सँगसँगै कसले बाँध्यो भने के है? कसले बाँध्यो के? बाँधेको त्यही तपाईहरुको भन्दिन, तिनै संघ संगठनका नामले, तिनै संघ संगठन, सुन्नु न सर, तिनै संघ संगठनका नामका कृत्रिम अभावले बाँध्यो सर। त्यहाँ हामी त त्यहाँ संगठनमा नबसे सरुवा हुन नि गाह्रो हुन्छ, फलानु विद्यालयमा जानुहुन्छ, हाम्रो आवाज उठाउन गाह्रो हुन्छ, सामान्य एउटा तालिम लिन गाह्रो हुन्छ। राज्य होइन, अनि शिक्षकलाई दोष लाउने भने ल सुन, त्यो नेताले सरुवा गरे, त्यो नेताले रोके रे, नेताले कपी मसी चोबेर साइन गर्ने हो त्यहाँ? सरुवा पेपर कसले बनाउने? त्यो नेताले बनाउने हो। दबाब दिँदो रहेछ, दबाब दिएर त्यो के पर्वमा काम गर्न बस्यो त्यो कर्मचारी? र्यान्डम दिएर घर गयो हुन्थ्यो कर्मचारी? त्यो शिक्षकले मैले दबाब दिँदैमा उपसचिव सचिव त्यो दबाबमा मेरो हलिया हो। त्यो विद्यालयमा शिक्षकको मात्रै पालिका छैन। ल अझ अर्को भने ल लामै भयो, तपाईहरु यसो भन्ने गर्दा अलि माथि ल अझै माथि उठेर ल प्रसङ्ग ल्याउनु भयो कर्मचारी। तपाईहरु कर्मचारी तन्त्र, तपाईहरु स्थानीय तहको कुरा गर्नुभयो, स्थानीय तहमा शिक्षकको दरबन्दी गरेर स्वायत्त शिक्षक भनेर किन खोज्न सक्नुहुन्न? खोज्या छ त, खोइ त तपाईको आवाजमा, खोइ ती सम्झौतामा। अब तपाईले देख्नु भएन होला, तपाईले सुन्न भ्याउनु भयो होला, हेर्न भ्याउनु भएन होला। तपाईको सम्झौतामा स्वायत्त शिक्षककै दरबन्दी, स्थानीय तहमा शिक्षकको दरबन्दी, शिक्षककै दरबन्दी मन्त्रालयमा भनेर तपाईले किन माग्नु? त्यो छ हो भने शिक्षकको तलबै छैन, किन माग्नु त? त्यो भए कहाँ छ अर्थ मन्त्रालयमा शिक्षकको तलब? अनुदान छ, हेर्नु त, अनुदान हो। स्वायत्त शिक्षा, मैले स्वायत्त विद्यालय शिक्षा किन भन्न सक्नुहुन्न? तपाईहरु स्वतन्त्र हुन खोज्नुहुन्छ भने यो विषयमा प्रवेश गर्न चाहेको थिइन। नेपालको शिक्षा अथवा सामाजिक अथवा आर्थिक अथवा राजनैतिक प्रणाली सुधार्ने हो भने भ्रष्ट कर्मचारी सुधार्नु पर्छ। यो देशको सबैभन्दा ठुलो समस्या भनेको यो। अघि तपाईँले यहाँ नेता देख्नु भने अहिले मैले के प्रधानमन्त्रीको बारेमा उहाँले सपना देखेँ भने होला, तर त्यो होइन। उहाँलाई त्यही निला कोट र सेता सर्ट लाउनेले विभिन्न प्रभावमा सम्मान्य प्रधानमन्त्रीज्यू यो दलको यतिवटा भने होला, यो दल यस्तो भने होला, यहाँले क्वेसन जस्तै भाङ्गा र टिङ्गा सोधेर उहाँले पनि पढ्न भ्याउनु भएको छ, त्यही लाग्यो होला। यो देश बनाउने र यो देश सुधार्ने हो भने सबैभन्दा ठुलो भ्रष्टीकरण भनेको कर्मचारी तन्त्र हो। कर्मचारी तन्त्रमा नसुधार, जस्तो तपाईँले मैले किन भने मैले अघि एउटा गाउँपालिकाको, हाम्रो गाउँपालिकाको लेखा प्रमुखलाई फोन गरेँ, दाइ तपाईँ तलब नखा कति भयो? हामी त खाइरहेछौँ, मेरो मास्टर नखा 3 महिना भयो, तलब कहिले आउँछ? मागिदिउँला अरे। ए मागिदिउँला, म भतुवा, म माग्ने, हाम्रो मास्टर माग्ने, मागिदिउँला अरे। अनि कर्मचारीमा हाबी होइन छ, स्थानीयमा छैन यो। स्थानीयमा तले बलियो छ, स्थानीयले चाह्यो भने त्यो शिक्षकलाई सम्मान, पुरस्कार, दण्ड के दिन सक्ने अधिकार छ। त्यहाँ त्यही अधिकार ऐन आऊ भने त हो। यो मलाई ठुलो बनाइदेऊ, श्री 5 बनाइदेऊ, श्री 3 बनाइदेऊ, कुन चाहिँ आन्दोलन भनेर काहीँ भाषण गरेर मैले सुने होइन। यहाँले कुनै मिडियामा, मैले हरेक दिन हरेक मिडियामा बोलिरहेको छु, मैले कहिले पनि यस्तो कुरा राखेको छैन। हाम्रो होइन है, दिनको 4000 भन्दा बढी विद्यार्थीहरू विदेशमा खाडी मुलकमा भाडा मान्न जान थाले। ती देश मरुभूमिकरण भयो, केही पनि भएन, तिनको पसिना र रगत यही देशमा राख्नुपर्छ। भ्रष्टीकरण सरकार हो भने, भ्रष्टीकरण टिचर एसोसिएसन हो भने, भ्रष्टीकरण कर्मचारी तन्त्र हो भने, भ्रष्टीकरण मिडिया भने तल आउन अब आउने ऐनले त्यो मेरो माटो, मेरो देश, मेरो राष्ट्र, म यहीँ हुँ, मेरो विश्व यहीँ छ, यहीँभित्र नेपाल छ भने खोज्ने भाइ बहिनीहरूलाई यो देश बनाउन ऐन लिएर त भने हो। अब यसलाई तपाईँहरूले
अब के सुन्नुभयो कहाँ आयो कता उडेर आउँछ कि गुडेर आउँछ कि त्यो कुराको आधारमा हो भने यो सबै काल्पनिक कुरा हो। यस्ता कुराले यो देशमा अझै तपाईँ त जसो तसो टिकिरहनु भयो होला, कतै भिसा नलागेर हो कि त्यो पनि मलाई थाहा छैन होइन। हामी पनि जसो तसो टिकिरहेछौँ। अहिले बिहान बेलुका दाल भात यी एक प्लेट ठगेँ मलाई के गरेँ मलाई यति 48% रिजल्ट दिएर होला हामी टिकिरहेछौँ। अब तपाईँका भाइ बहिनी र मेरा छोराछोरीहरू यहाँ रहँदैनन्। यहाँ नरहने भनेको 5 देखि 10 वर्षमा यहाँ कोही हुँदैनन्। यहाँ मसानघाट हुनेछन् र पल्ला गरेर पल्ला गरेले चाका मान्छे यहाँ आएर भरिनेछन्। त्यो दिन नेपाली हामी रहँला कहाँ, नेपालै नरह्यो भने त्यो उहिले कसले कुन विद्वानले कल्पना गरेको त्यो सङ्गीत भन्नुहोस् अथवा त्यो साहित्य भन्नुहोस्। मैले सरकारलाई भने यो देशको एकचोटि कल्पना चिन्ता गरिदिनुहोस्। तपाईँ एकदम वृद्ध अवस्थामा छ, वृद्ध भत्ता खाएर भन्नुहोस् तपाईँले बनाएको वृद्ध भत्ता छ। एकचोटि यो देशको भाइ बहिनीहरूले यही माटामा रम्ने, यही माटामा देश खोज्ने, यही माटोको बारेमा कल्पना गर्ने, हामीलाई दण्ड दिने, सजाय दिने त्यो भाइ बहिनीहरूलाई एकचोटि यहाँ जगाइदिनुहोस् र तिनीहरूलाई एकदम अनुरोध मात्रै गर्ने कि केही अब हामीले एक्सन होइन। मैले अघि नै भने हामी आवश्यकता पर्यो भनेदेखि सेना बन्न तयार छौँ। हाम्रा हरेक कलमभित्र अस्त्रहरू छन्, ती अस्त्रहरू खोल्न बाध्यता नपारियोस्। मैले यति सूचना दिन चाहे। धन्यवाद सर, धन्यवाद।